एउटा फिलिपिनो केटी खोजिरहेको छु क्या म खोज्दै हिँडिरहेको छु साला टिकटक बनाऊ भनेको ओभर ह्यान्डसम भएर टिकटकले फिल्टर पनि होइन यस्तो दियो कि बाबा रे बाबा योसँग कुरो गर्नु पऱ्यो भने केटा बोकेर आइरहेछ अब के भन्नु यार पछाडि देख्न सक्नुहुन्छ केटा बोकेर आएर फुत्त भागिदिन्छ राडी यार बिरयानी खाना भनेर हिँडेको यार साथीहरूले कहाँ डुलायो हिँड्दा अनि चाक्को हड्डी दुखिसक्यो भने यार कसमले खुट्टा दुख्ने उसै फाइनली हाम्रो बिरयानी चाहिँ आइसकेको छ यहाँ बडीले यहाँ सुरु गर्न लागिसक्यो किन एकदम बढी भोक लागिरहेको छ उसलाई यहाँ अरू साथी चाहिँ एकदम गएको छ हेलो एभ्रिवान आज चाहिँ हामी 3 जना रुममेट सलम पार्क हाम्रो रुमदेखि नजिकै पार्क घुम्न गइरहेको छु र हामी अहिले 7 बजिरहेको चाहिँ अब क्रस गर्नुपर्ने हुन्छ धेरै नै गाह्रो हुन्छ डर लाग्छ ग्रिन आइसकेको छ रेड रहेछ जानुपर्ने हुन्छ हामी यता हाम्रो मेन ब्लगर यता छ हल्का तातो मौसममा चिसो खाँदै गइरहेको छु हल्का जाडो तातो भइरहेछ इभिनिङको टाइममा जाडो छ यार कहाँ जाडो छ हामी 3 जना चाहिँ 2 जना साथीहरूको चाहिँ छुट्टी थियो केटाहरू चाहिँ डल्ला खाएर बसिरहेको रहेछ म चाहिँ ड्युटीबाट आउने बित्तिकै भोकै लगिरहेछ केटाहरूले मलाई चाहिँ हो 2 जना केटाहरू यहीँ लिचीको पानी खाँदै हिँड्दैछ लिची खाएर आउनु न उसलाई याद आयो अरे पहिला लिची चोरेको याद आयो मस्त अब हामी यतातिरको के को मासु पाउँछ होइन त्यो बनाएर खाउँछ अब तपाईँहरूलाई हामी पार्कमा गएर देखाउने नै छु राम्रो त्यहाँ अब के भन्नु अब केटीहरू नेपालमा भयो केटीहरू भन्नु यहाँ केटीहरू अलिकति पाउँदैन गाह्रै छ क्या त्यो टचबारले खोज्नु दिउँसो त रात तर हामीलाई त्यस्तो केटी कोही पनि चाहिँदैन किनकि हामी 3 जना नै लोयल बोय हो प्योर यता हाम्रो विशाल बडी छन् प्योर नै हो प्योर अब गर्लफ्रेन्ड हुनेहरू चाहिँ सबै लोयल हो अब नहुनेहरू चाहिँ अब के हो गाडी कति आउँछ को गाडी आयो चलो रन अँधेरो छ है अँधेरो छ हो यता चाहिँ लाइटहरू हल्का कम्ती छ किनकि रुखहरू धेरै छ नि त यहाँ त्यही भएर $5 $20 $15 हो कति छिर्नुको लागि अब त्यही $5 भनेको होइन $5 हो र 1 पर्सनको ठिकै छ केही छैन 5 मिनटको कमाइ हो हाम्रो केही होइन केटाहरू हो कि होइन भन्दा त बडीले 5 वटा कफी बनाउँदाखेरि ब्ल्याम्मै गइहाल्छ 5 वटा मैले बर्गर बनाउँदा सकिगयो त उसले 5 वटा बर्गर सर्भ गर्दा सकिगयो सकिसक्यो यार यो त डब्बैमा ल हाम्रो छिर्ने ठाउँ फाइनली आइसक्यो अब यहाँबाट जानुपर्ने हुन्छ हामी चाहिँ टिकट काटेर धेरै नै मान्छे रहेछ आज पार्कमा डबल नै हुने जस्तो छ आज चाहिँ होइन त दामी छ पार्कको सिनहरू हातले छल्याएर यसो भ्लग बनाउनु चाहिँ नहुने भइस के बेच्नु पनि राखेको रहेछ सामानहरू पाइहाल्छ नि सबै लाउ हुने कहाँबाट छिर्ने हो के हो सबै एउटै हो क्या बढी लेडिज र उयो हुन्छ जेन्ट्स हुन्छ हो छुट्टी थियो अनि यसो यहाँ पार्कतिर घुम्न आएको होइन सलम पार्क भन्ने ठाउँमा तर यहाँ त बबालै छ भ्यू त मान्छे त डेन्जरै छ देख्न सक्नुहुन्छ त्यहाँतिर बबालै यहाँ त सधैँभरि मेला लाग्यो जस्तै हुन्छ मेला लाग्यो र बबालै छ तर हल्का लाइट साइड चाहिँ अलिक नहुँदो रहेछ यहाँतिर यार अलिक त्यस्तो नआउँदो रहेछ है तर मान्छे त इरिङ छ नि नेपालमा लोड सेडिङ हुने बेलातिर जस्तो बच्चाहरू धेरै जन्माउँछ भन्थ्यो होइन जनसङ्ख्या भत्तै बढै थियो लोड सेडिङ हुने बेलातिर जब कुलमान घिसिङ आउनु भयो लोड सेडिङ हटाइदिनु भयो अनि हाम्रो पपुलेसन पनि लदै घट्यो क्या होइन त्यसै गरेर यहाँ पनि पपुलेसन बढिरहेछ भन्छ यहाँ लदै लोड सेडिङ भइरहेछ नि त त्यही भएर चाहिँ बढेको हो क्या अब घट्छ यहाँ फेरि यहाँ लोड सेडिङ हटाउने मन्त्री आउनु पऱ्यो फेरि बढी नै हाल्छ
कस्तो दामी छ त माछा छ नि यहाँतिर होइन मसिनो भुरा माछाहरू चाहिँ देखेँ मैले त उता देखेन हो उता हो बुढा भनेपछि यहाँ बुढा भएपछि बुढा पनि छ पक्कै पनि बडी कहाँ गयो ए ओहो के खेलिरहेको छ यहाँ त बच्चाहरू पुरा खेलिरहेछ त नि यिनीहरू गएर छ अरे यहाँ त्यही हो हल्का दिउँसो आउनुपर्ने छ है यहाँ अलिक रात परेपछि अलिकता उता बुलेवारमा चाहिँ लास्टै झिलिमिली हो राति पनि बबालै हो झिलिमिली यहाँ चाहिँ अलिकता अहिले पहिला 1-2 राउन्ड घुमौँ न अँध्यारो कालो मान्छे अँध्यारोमा कालो चस्मा कसैले पनि चिन्दैन मलाई त अब बबालै छ नि ल सलामवालेकुम रमाइलो भइरहेछ भन न के भनिले ए अहिले ईद भएर पनि मेरो लागेको कति पर्छ टिकट सोध्नु न त एकचोटि भएन 5 minutes? Oh, we'll have to wait for 5 minutes, so we can't go inside right now because of some circumstances. है अब म यहाँ रमाइलो गर्छु एकछिन फेरि भित्र जानु नत्र केही हुँदैन म एकछिन यहाँ रमाइलो गर्छु रमाइलो गर्ने पनि हुन्छ ओहो 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 त्यो रमाइलो छ रमाइलो हेर्न सक्नुहुन्छ है ईद लागिरहेछ अहिले ईद भएर मात्रै यस्तो भएको छ जस्तो छ होइन मेला लागिरहेको छ कस्तो बाँदरमुखी अनुहार परेको काइतिर चाहिँ यार छिर्नै दिने भित्र यार बाँदरमुखी काइथे पारी भिरमा हाम्रो त्यो ढाड भिरतिर बरेल पाहाडतिर बाँदर लखानी काइथे यहाँ गेट पालेर राखेर छ छिर्नै दिएन माछाले त्यस्तो गरेर हाल्छ त्यस्तो गर्नु मिल्थेन नि अलिकता यार काइतेले त्यो काइतेले त्यस्तो गर्नै मिल्थेन माछाले यस्तो रिस उठिरहेको थियो नि मलाई फेरि झ्याम हान्नु मन थियो तर के गर्नु यो अरूको कन्ट्री हो है यदि यो काठमाडौँमा थियो भने नि त्यो माछाले पालोलाई चुपियाँसम्म रुवाई घुमाइदिन्थ्यो अब के भन्नु होइन यो चाहिँ अलिकता मिलेन तर बाबा रमाइलो छ है यहाँ ईद गयो भएर चाहिँ यस्तो रहेछ यो चाहिँ होइन अब मुस्लिम कन्ट्री भएको कारणले गर्दा यहाँ ईद लागिरहेको छ ईद महाबरक होइन ईद महाबरक त्यस कारणले गर्दा यहाँ मेला लागिरहेछ अब यो मेलामा फेरि लड्की सड्की यताउता केटीहरू होइन बुर्खा सुर्खा लगाएर यताउता टन्नै आइरहेछ र के हो यहाँ फेरि आइपुग्यो हामी ठाउँमै आइपुग्यो फेरि अब हामी फेरि ठाउँमा आइपुग्यो के हो यसमा फेरि बाब्बारे यहाँ आउनुपर्यो यता अब त लाइटमा त यस्तो गोरा आउँछ यहाँ हो न यहाँ हेर न यस्तो गोरा आउँछ लाइटमा त हेर न अरे त्यो अरूको कपी गर्नु हुन कि चाहन्छ भने हामी आफ्नो पाएर के भन्नु हामी चिलग्याङ हो नि त नि हिजो पनि चिलै आज पनि चिलै भन्ने एउटा थियो चिलग्याङ हो क्या चिलग्याङहरू अब कहाँ जान्छ भने थाहै छैन के हो कुन जोन यो क्या सबै जोनै जोन रहेछ हामी कुन जोनमा जान्लाहरू अब अरे कति तर यहाँ चाहिँ झिलिमिली छ है यो ईद भएर यहाँ लागिरहेको छ क्या बबाल छ देख्न सक्नुहुन्छ यहाँतिरको दृश्य बबाल छ
जम्मै छ यस्तो दामी छ 800 यहाँ जाऊ त मनोज यहाँ 8 के रहेछ मेरो खिच्देऊ न त्यो खिच्यो त त्यो हल्का यो कसरी फोटो खिच्ने कार्यक्रम चलिरहेको छ अब यहाँ हाम्रो फोटो सुट दामी दामी निकाल्नु पर्यो है फेरि फोटो चाहिँ दामी दामी निकाल्नु पर्यो बडी यस्तो गर्लफ्रेन्डलाई पठाउँदाखेरि ल कसले खिच्दैको भनेर फोटो क्रेडिट हेर मनोजलाई जाइन्ताले खिच्न पर्यो ल अलि राम्रो राम्रो बढाउन लाइट 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 बढाउ भने होला क्या होइन लाइट बढाउन ब्राइटनेस त्यो माथि छ यहाँ ए अनुहारै नसिदिएछ नि त्यो फुलै छ त अनि फुल छ बढी यहाँ अब अलिकति अन्धारो के गर्नु छ नि त त्यही भएर साला टिकटक बनाऊ भनेको ओभर ह्यान्डसम भएर टिकटक र फिल्टर पनि होइन यस्तो दियो कि बाबा रे बाबा अनि त्यही भएर खासै बनाउनु मन लागेन फेरि त्यस्तो टिकटक बनायो भने फेरि होइन नेपालमा भएको जस्तो होइन तरुणीहरू सब फिदा भएर लियो गेमी भन्यो भने फेरि तनाव हुन्छ भनेर मैले टिकटकमै भिडियो बनाउन छोडेँ होइन अपलोड पनि गर्न छोडेँ किनभने फेरि धेरै पागल हुन्छ होइन क्रेजी छ नि त फेरि होइन मर्छ नि त फेरि मैले टिकटक बनायो भने त बुत्तुकै मर्छ अब के भनौँ त होइन यस्तै हो रमाइलो भइरहेछ अनि सम्पूर्ण हाम्रो मुस्लिम कम्युनिटीलाई चाहिँ ह्याप्पी ईद मुबारक भन्न चाहन्छु किनभने हामी जुनसुकै धर्मको होस् जहाँसुकै रहे पनि धर्म भनेको सबैको आफ्नो आफूलाई प्यारो हुन्छ सबै धर्मलाई हामीले रेस्पेक्ट गर्नुपर्छ सबै धर्मको सम्मान गर्नुपर्छ सबैलाई माया गर्नुपर्छ है सद्भाव माया सद्भाव प्रेम फैलाउनुपर्छ मेलमिलाप गर्नुपर्छ झगडा गर्नुहुन्न मिलेर बस्नुपर्छ सबैजनालाई है ईद मुबारक भन्न चाहन्छु स्पेसली मुस्लिम कम्युनिटीलाई है सबै राम्रोसँग आफ्नो चाड मनाउनु होला जसरी हामी दसैँ तिहार मनाउँछौँ जसरी हामी बुद्ध जयन्ती मनाउँछौँ जसरी हामी अझै स्पेसली भन्नुपर्दा हामी अब हुन्छ नि म चाहिँ गुरुङ भएको कारणले गर्दाखेरि चाहिँ हामी लोसार मनाउँछौँ नि त तामाङ गुरुङ शेर्पा मगर अब समथिङ अब त्यस्तै लोसारहरू मनाउँछ अब हामी विशेष स्पेसली हामी अब बुद्धिस्टहरूले लोसार मनाउँछ त्यसै गरी मुस्लिमहरूले यहाँ अब हुन्छ नि रमादान अनि त्यसपछि यो ईद मनाउँछ होइन त्यस कारणले ईद ह्याप्पी ईद मुबारक एभ्रिवान है स्पेसली who belongs to Muslim. Thank you everybody. राम्रोसँग मनाउनु होला है फेरि पछि भेट्ने नै छौँ साला त्यो काइँदै हाल्न भित्र छिर्नु दिएन त यहाँबाट छिर्नु मिल्छ जस्तो छ अरे त सिधै यताबाट सिधै छिर्नु मिल्छ जस्तो छ क्या उताबाट जानु खोजेको त्यो काइँतेले छिर्नु दिएन भित्र हामीलाई के भनौँ चाइनिज जस्तो लागेको छ चाइनाबाट आयो भने सोचे जस्तो छ छिर्नु दिएन त्यसले तर यार यस्तो ठाउँमा यस्तो बनाउन सक्छ भने होइन तर हाम्रो नेपालमा चाहिँ किन नेताहरूले बनाउँदैन क्या यस्तो कुराहरू यहाँ अब पानी नभएको ठाउँतिरबाट कहाँबाट पानी निकाल्छ बढी होइन पानी नभएको ठाउँतिर पानी निकालिदिन्छ आकाशमा अब पानी आर्टिफिसियल पानी पारिदिन्छ अब हाम्रो नेपालमा सबै कुराहरू नेचुरल अब प्रकृतिले पनि दिइरहेको छ त्यही पनि अब खै त होइन त्यही पनि त बनाउन सकेको छैन त्यही विडम्बना छ है होइन त ठिक छ नि अरू सबै मस्तै अब चिल गर्ने हो यो एरिया नि भवालै ठुलो छ मासाले यो एरिया पनि है 2.5 वर्ष भयो तर पनि म फर्स्ट टाइम आएको यहाँ चाहिँ फेरि यसो आउने अवसर नै मिलेको थिएन अनि आज चाहिँ बल्ल मिल्यो कति काम गर्नु हो काम भन्दा दिमाग तारै उठ्छ क्या कहिले काहीँ यसरी फ्रेस मुड फ्रेस गर्नुहोस् त नाइट आउटहरू आउनु पनि हुन्छ रमाइलो गर्नुपर्छ काम भनेको कामै हो होइन त्यही भएर अब यहाँ चाहिँ रमाइलो छ रमाइलो छ रमाइलो छ अरे बाहिरतिरको मान्छे पनि घुम्न आएको जस्तो छ त पारा तास
यहाँ बसेर पुरा एउटा म्याट्रेस ल्याएर मस्त 4 जना बस्दै 4 कार्ड होइन 3 कार्ड तास खेल्न पनि जस्तो स्थिति पो आयो त यहाँतिर होइन त्यस्तै छ त नि त्यस्तो पो आइरहेको छ त अनि अब यसमा खानेकुरा नि हुन्छ नि भित्र के हो खानेकुरा चाहिँ 2टा यत्रो झुन्डेको अन्डा हुन्छ त्यो अन्डाहरू चाहिँ अलिकति खान मिल्दैन यहाँ पब्लिकमा त्यही भएर त्यही भने कालीले अस्ति जाउँ भनेको के भनेर थाहा छ कालीले मलाई अनि मैले त्यसलाई म्यासेज गरेको थिएँ कालीलाई डिजिट युर लायर आई टेक्स्ट यु बट यु डिड नट रिप्लाई भनेको मासाले न आई रिप्लाई टु यु बट यु डिड नट रेस्पोन्स भने होइन अनि मलाई त मासाले झनक्क रिस उठ्यो क्या अनि त्यसपछि नो रिज होइन लेट्स गो टुमरो भनेको न आम नट गोइङ विथ यु भन्छ मासालाई झ्याम 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 गालामा हानेर रिस उठिरहेको थियो क्या मलाई मासा यस्तो ह्यान्डसम केटाले होइन डेट जानु त होइन लेट्स गो अन अ डेट भन्दाखेरि अलिकति इग्नोर गरिदिएर क्या फर द फर्स्ट टाइम मेरो लाइफमा चाहिँ कोही मान्छेले चाहिँ इग्नोर गर्छ त्यो पनि कालीले इग्नोर गरिदिरहेको क्या गोरीले इग्नोर गरेको ल ठिक छ होइन ल ठिकै छ राम्रै छ अब मेरो प्रपोजल चाहिँ रिजेक्ट गऱ्यो भन्नुहुन्थ्यो भनौँ न त्यस्तै छ क्या अहिलेको त तरमा केटीहरूको भाउ के बित हुन्छ क्या एउटा डाइरेक्ट सुनेको थियो क्या थोप्रा चोप्रा प्रियङ्का चोपडा भनेर सुनेको थियो नभन्दा त्यस्तै हुँदछ कि केटीहरूको त कसम क्या जुनसुकै काली होस् गोरी होस् मोटी होस् पातली होस् डल्ली होस् होची होस् सबको फेरि भाउ त फेरि मिसरोल जत्तिकै हुँदो रहेछ केटीहरूको त्यही भएर मैले कान समातेँ यस्तो केटीहरू कसैलाई प्रपोज हान्ने यता डेट जाउँ भन्ने कुरा छोडिसकेँ अब मैले अब म सुध्रिसकेँ हजुर सुध्रिसकेँ जो मेरो लाइफमा आउँछ नि होइन फ्युचर वाइफ फ्युचर वाइफ ऊ चाहिँ फेरि बाबालाई लक्की हुन्छ क्या यस्तो लोयल बसिरहेको छ अहिलेसम्म अहिले उसको लागि भनेर बे गर्ने कहिले कति वर्षपछि म बे गर्छु थाहा छैन तर अहिले नै लोयल बसिरहेको छ कि उसको लागि भनेर त तरिका अब कति लक्की हुन्छ होला त ऊ अनि मेरो फ्युचर बुढी चाहिँ अब कहाँ छ होला फेरि यहाँ आइपुगेछ त नि अघि हामी आएको यहीँबाट हो त होइन नि बढी यहाँबाट चाहिँ फ्रीमा छिर्ने अब मासले काइतेले छिर्न दिएन पालेले त गेट पाले काले एक लाता हान्छु 3 ठाउँमा ढाले मुलाले त छिर्न दिएन अब के भनौँ अब हामी फाइनल यहाँ आइसकेको छ अब हामी भित्र छिर्छौँ एक लट फाँट भित्र छिर्छौँ कहाँ जाने हो र माथि यहाँ बस्दिने एकछिन घाममा के अरे यो सिप्टाउनमा छाहारीमा सेड क्रुज सिप सानो सिप रहेछ त्यसमा चाहिँ बस्नु मजा आउँछ होला है हुन्छ सानो सिप है अनि सबैजनालाई सिप एउटा फिलिपिनो केटी खोजिरहेको छु क्या म खोज्दै हिँडिरहेको छु मेरो भ्लगमा वेलकम गरौँ होइन यसो सुट एन्ड सर्ट कन्भर्सेसन गरौँ भनेर खोजिरहेको छु भेट्दिनँ यदि भेट्यो भने पनि मलाई भोक लागिसक्यो केही खोजेको छैन अनि म चाहिँ खाना खोजिरहेको छु तिमीले खाना खोजेको म एउटा यहाँ एउटा केटी खोजिरहेको फिलिपिनो यसो भ्लगमा वेलकम गरौँ भनेको जति पनि भेट्छ एउटा केटा बोकेर हिँड्दा हुन्छ अनि अब यसो सिङ्गल भेट्दैन गाह्रै छ अब हामी यस्तो सिङ्गलहरू हुन्छ नि दे बोथ आर लोयल बट आइएम नट आइएम प्रो म्याक्स लेभल हो म चाहिँ फेरि के अरे प्रो म्याक्स लेभल सरी प्रो म्याक्स लोयल हो क्या म चाहिँ एक्स्ट्रा प्रो म चाहिँ एकता फेरि लोयल चाहिँ डेन्जरै लोयल हुन्छु क्या होइन आफ्नो गर्लफ्रेन्ड थियो भने अब छैन के गरौँ त नभएपछि सबैसँग चिटचाट गर्न पाइयो फ्रड गर्न पाइयो होइन मनमा लागेको कुरा भन्न पाइयो सबै कुरा पायो नि त होइन र ल भन्नुहोस् न त पायो कि पाएन हुन्छ नि अलिक फ्री छ नि त फ्रिडम छ कसैको कच ए यो गर त्यो नगर भन्ने खालको मान्छे छैन कसैको कच सुन्नु पनि पर्दैन चिलमा
लाइफ जिया छ हिँडिया छ होइन त्यही त हो नि सिङ्गल हुनुको अर्थ नै सिङ्गल हुनुको मजा नै त्यही हो क्या अब रिलेसनसिपमा भयो भने यो गर त्यो नगर यो खा त्यो नखा त्यो गर त्यो नगर यहाँ जाउँ त्यहाँ नजाउँ एकछिनपछि अनि फेरि बिजी भने त म त कहाँ बिजी भएको भनेर पुरा झगडा होइन अब म काम गरेर आउँछु शङ्का गर्छ होइन त म त अरूसँग डेटिङ गरिरहला त अरूसँग बोलिरहला चिटचाट गरिरहला मलाई झुट बोल्ने भन्छ अब त्यही शङ्का अनि शङ्काले लङ्का जलाउँछ नभन्दै लङ्का जलाइगयो होइन त्यस कारणले गर्दाखेरि स्टे सिङ्गल ओके बी सिङ्गल फर एभर म जस्तै है चिर हुन्छ लाइफ फेरि यदि लाइफमा यदि इन्जोयमेन्ट गर्नु छ रमाइलो गर्नु छ होइन विदाउट फियर विदाउट हुन्छ नि एनी अब त्यो टेन्सनले चाहिँ लाइफ जिउनु छ भने चाहिँ सिङ्गल बस्नुपर्छ है लेट्स ट्राई टु बी सिङ्गल बस्यो भने चाहिँ सबै कुराहरू सम्भव छ अब यहाँ साथीहरू छ क्या मिङ्गलवालाहरू अलिकता एकदम लोयल हो सिङ्गल हो ल है कोही छ भने कन्ट्याक्ट गर्नु पर्यो तर उनीहरू अलिक मलाई शङ्का लागिरहेछ अलिकता हो ल सिङ्गलले बल्ल दुईजना सिङ्गल भेट्यो क्या मैले सोचिरहेको थिएँ कि म मात्रै यता मनोजको गर्लफ्रेन्डसँग पुगोस् यता यता हेर्देऊ सिङ्गल हो भन्ने मान्छे चाहिँ मनोजको गर्लफ्रेन्डसँग पुग्नु पर्ने हुन्छ सेयर गर्नुपर्ने हुन्छ सबैले बडीको चाहिँ गर्लफ्रेन्ड छैन सिङ्गल हो कि मिङ्गल हो तिमी पब्लिक गर्नु मिल्दैन प्राइभेट हो ए सिङ्गल हो ओ ल ठिक छ भने कन्ट्याक्ट गर्दा हुन्छ सिङ्गल हो अब खासमा अब यस्तो हो लाइक सेयर कमेन्ट केही आउँदैन अब खासमा अब सिङ्गल हो सबैजना तर भित्री रूपमा थाहा छ को मिङ्गल को भन्ने त अब हुन्छ नि त तर अब यसो बाहिर कतिपय रिलेसनसिपहरू चाहिँ पब्लिक गर्नु पनि मिल्दैन क्या गुप्त राख्न पनि हुन्छ फेरि आँखा लाग्यो भने फेरि अब भनौँ न सम्बन्धहरू फेरि चेट हुन्छ त्यही हो योसँग कुरो गर्नु पऱ्यो भने केटा बोकेर आइरहेछ अब के भन्नु यार पछाडि देख्न सक्नुहुन्छ केटा बोकेर आएर फुत्त भागिदिन्छ राडी यार यसो अलिकता गफ हानिदिउँ न त होइन भनेर रमाइलो गरिदिउँ यसो गफसप हानिदिउँ भ्लगमा यसो वेलकम गरिदिउँ भनेर यसो बोल्दिउँ कि भनेको केटा बोकेर आइहाल्छ अनि अब म त्यहाँ बोल्नु गयो भने त्यसको बोयफ्रेन्ड रिसाउँछ पक्कै पनि त मेरो गर्लफ्रेन्डसँग बोल्ने यहाँ त्यहाँ म मेरो गर्लफ्रेन्डलाई फ्लड गर्ने भन्ला टेन्सन हुन्छ नि त कति गाह्रो हुन्छ यार तर मलाई बोल्न त मन लागिरहेको छ त्यो एउटा केटीसँग खत्रै बोल्न मन लागिरहेको थियो तर के गर्नु बोयफ्रेन्डसँग आएको छ त्यही भएर म झगडा गर्न चाहन्न यार झगडा गर्दा म थाकिसकेँ पहिला पनि डेन्जर झगडा गरियो एउटा मान्छेको लागि होइन अब म झगडा गर्न चाहन्न है सरी म सक्दिनँ आई कान्ट फाइट विथ एनी वान म सुध्रिसकेँ अब जब गाडी त्यो कहाँ छ हाम्रो गाडी चाहिँ कहाँ छ गाडी चाबी मनोज त दिएको छु मैले गाडीको चाबी अब कसले राख्यो फेरि तनाव छ क्या अब भोलितिर लिनु यहीँ पार्क गरिराखेको थियो आज हिँड्दैछु म यसो एक्सर्साइज पनि चाहिरहेको छ बडीलाई कति चढ्नु हो गाडी पनि यार कम्पनीको गाडी धेरै गाडी चढ्नु हुँदैन यार कहिलेका सो पनि हिँड्नुपर्छ एक्सर्साइजहरू गर्नुपर्छ मलाई अघि एउटा त्यो बडी क्या एउटा फिलिपिनसँग बोल्न मन लागिरहेको थियो तर त्यसले बोयफ्रेन्ड तर त्यसले बोयफ्रेन्ड बोकेर आइरहेको छ क्या सिङ्गल त्यो भन्छ नि सिङ्गल आएको भए 2-4जना म यसो गफसफ हानौँ रमाइलो गरौँ भनेर हुन्छ त्यही भन्थ्यो होइन म त गर्न पाएन सिङ्गलले त पाएन र अब मिङ्गलहरू चाहिँ गर्न पाएन त्यस्तो अलिकति हुन त होइन अब यसो सिङ्गलहरूले त यसो फ्लड गर्न पाएन त आई क्यान फ्लड विथ एनी वान होइन गर्न पाएँ नि त यस्तो भनेको फाइनली हामी चाहिँ अब बाहिर निक्लिसक्यौँ गेटमा लब हामी डलर चाहिँ सकायौँ आधा घन्टाभित्रमा $20 सकायौँ $20 भनेको हाम्रो फेरि 1 घन्टाको काम हो हजुर सकायौँ अब चल्यो अब हामी चल्दिएको अब कहाँ निक्ल्यौँ हामी यहाँबाट ठ्याक्कै अब
त्यो सिग्नल चाहिँ त हामी यताबाट जाए यताबाट निक्लिन्छ नि बडी कता निक्लिनु परबाट डाइरेक्ट उयो पुग्दिन्छ हामी कता मलाजमा माला छुट्दिन्छ यताबाट त परै हिँड्नु न जो ल नयाँ बाटो चाहिँ यहाँ तपाईँ अब हिँडौँ बिरयानी खाना भनेर हिँडेको यार साथीहरूले कहाँ डुलायो हिँड्दा नि चाक्क हड्डी दुखिसक्यो भने यार कसमले खुट्टा दुख्ने उसै चाक्क हड्डी चाक्क डाँडी नै दुखिसक्यो शरीर समातेर आयो दुख्यो के बित्ति दुखेको यार खुट्टा दुखिसक्यो अझ मनी कति हिँड्नु पर्ने हो हिँडेको छ सक्दैन नि बाबा सक्दैन यस्तो हिँडाइदिएको हो क्या फेरि हिँडेको छ बाबा अब म कहिले पुग्ने हो त रेस्टुरेन्ट गफ खानालाई म कहिले पुग्ने हो त अब कतिखेर पुग्ने हो त म अब थाहा छैन झन्डै लड्यो मलाई कस्तो हेपेको क्या भोइले पनि महागरी भैँहरूले पनि पुरा हेप्छ क्या हिँड्दाखेरि नि जुत्ता अल्झिन्छ क्या झन्डै लडाइदियो अघि फेरि सबैले हेपिरहेछ अहिले के बिबी गर्नु भयो फेरि बाबा कहिले गर्मी हुने कहिले ढुङ्गाले लडाउनु खोज्ने कहिले हिँड्दै चाक दुख्ने कहाँ लानु लाग्यो हिँड्नको छ भोकभोकै हिँडाएर केटाहरूले केरललाई भोकभोकै हिँडाएर गाह्रो भइसक्यो अब के गरौँ त अब गएर चिकन बिरयानी चिल पानामा हिँड्दियो ल ठिक छ अब हामी ठ्याक्कै त्यहाँ गएर भेट्नेछौँ होइन बिरयानीको साथमा अस्ति हामी यहाँ आएको त थाहा नि त नि प्रधानले मलाई भनेको थियो कि ब्याङ्क यहाँ यता साइडमा छ अरे सिधै अलिक तल छ अरे त मुनि ब्याङ्क किन चाहियो त्यही सोधेँ अस्तिदेखिको सुरुमै हामी आएको थियो क्या एक्चुली पानी परिरहेको थियो यो चाहिँ फेरि सानो ट्रेन है रोडमा कुद्ने खालको त्यहाँभित्र मेरो बुढी बसेको लाग्यो त्यो सेतो टी सर्ट लगाएर त हो कि हो हो रहेछ यार ठ्याक्कै त्यो होइन रहेछ अलि अर्कै यहाँ मेट्रो स्टेसन आयो फेरि बाबा रे बस स्टेसन हो अरे हो र सानो बस बसको स्टेसन फेरि यहाँतिर यहाँ मेट्रो फेरि यस्तो हुन्थ्यो विकास भन्ने कुरो अब नेपालतिर केपी ओलीले म मेट्रो हाल्छु भन्ने आएको थियो केपी ओली मुर्दाबाद अझै चित्त बुझ्दैन क्या मलाई त्यस्तो सकिसक्यो अब मर्दा मात्रै मलाई चित्त बुझ्छ क्या टोपी हो मर्छमा चाहिँ धेरै बाइक छैन 2-4 वर्ष हो अब तर क्या कसम क्या होइन मलाई केपी ओली देखेर खुब हाँस उठ्छ क्या अब एकदमै बढी घमण्ड थियो तर बालन शाहले ठिक पार्दैन बालन शाहको लौरीले केशव विस्थापित बनाइदियो पछि बालन शाहको घन्टीले केपीको घन्टा फुटाइदियो ठ्याङ दिमागको तार फुस्काइदियो घन्टाले जे गर्छ बालनले गर्छ बालनले ठिक पार्छ सबलाई होइन हो क्या नेपालमा कुद्छ होला यस्तो अरे नेपालमा कुद्नु त कुद्छ त्रिशुलीमा जान्छु यो सिधै हो भनेको तराईतिरको बसहरू किन बढी कुदिरहेको हुन्छन् थाहा छ एकदम त्रिशुलीतिर बढी कुद्छ क्या किन कुद्छ भन्दाखेरि अब तान्छ कि के हो भरेर तान्छ कि के हो माखुरी वर्षमा 2-4वटा बस त त्रिशुलीमा कुदाएको हुन्छ क्या अब ड्राइभरहरूले कस्तो कुदाउँछ हो आँखा चिम्मा गरेर चलाउँछ कि के गर्छ कोनी गइदिरहेको त्यही भएर म अब नेपाल गएर नेपाल टुर होइन
हान्ने भन्ने प्लान छ तर म बसमा डुल्दिनँ म अब प्राइभेट जेट निकाल्छु जेटमा पुरा पश्चिम उत्तर दक्षिण सब ठाउँमा होइन घुम्छु क्या म त्यही जेट प्राइभेट जेट किन्दैछु नि त म ठिकै त्यही भएर अब प्राइभेट जेटमा चाहिँ घुम्नु पर्छ अब यो बसमा खासै भर लाग्दैन क्या मलाई साउदीको देखाइदियो यस्तो यस्तो हुन्छ भनेर साउदी यस्तो यस्तो हुनु पर्थ्यो तर किरणबडीको ठ्याक्क जान्छ न हाइट छ ठ्याक्क मिलेको हो क्या है होइन त ठ्याक्क मिलेको जान्छ न हाइट छ सब मिलेको होइन हान्छन् सब कसले पाउने हो अलिकता लक्की नै हुनुपर्छ त्यो मान्छे होइन कसले पाउँछ तर फेरि तर यहाँ नखाउँ होला अलि हामी मलाजको हामी हुन्छ नि प्रायः जस्तो रेगुलर कस्टमर जस्तै हो त्यहाँ जानुपर्छ त्यहाँ डिस्काउन्ट दिन्छ हामीलाई दिँदैन त्यहाँ डिस्काउन्ट दिन्छ होइन र त्यहाँ पनि डिस्काउन्ट त दिन्छ होला जस्तो लाग्छ मलाई खै कहाँतिर गयो गर्नु कहाँ गयो मनोज फेरि आफै कता हरायो ए आऊ यता कहाँ हराएको त उता गइरहेको छु खान्छ है धेरै आइरहेको छ नि होइन आएको अब म त कन्फ्युज भइदिएर आयो त त्यही भएर मनोज कहाँ गयो भन्छ म ऊ अलिकति उता उता गएछ क्या चलो अब चलो त्यसरी पनि छोड फाइनली हामी हाम्रो पुरानो दोकानमा आइपुग्यो यहाँ अब खाइन्छ अब यहाँ बिरयानी अब कस्तो गर्मी भयो डेन्जरै गर्मी भइरहेको छ बढी अब लुगा सुगा खोल्ने होइन लुगा खोलेर खानु पर्ला जस्तो छ अरे यस्तो गर्मी भइरहेको छ यहाँ डेन्जरै गर्मी गर्नु सक्दैन बाबा त्यही गर्मी त यार 150 डिग्री छ क्या यार यहाँ ल म लुगा खोल्दैछु लुगा खोल्छु नि अब मुख धुन परिन्छ यहाँ आएर बाबारे यस्तो गर्मी भइरहेछ कपाल पनि डेन्जरै झर्छ यस्तो कपाल झर्छ यहाँ ऊ मासला हेर्नु कपाल झरेको बाबालाई कपाल झर्छ के गर्नु यार घर जानु पर्ला जस्तो यहाँतिर बस्यो भने धेरै कपाल झर्छ तालु हुन्छ त्यहाँ कुनै पनि केटी त हेर्दैन त बा यार खत्तम हुन्छ अब म मुख धुन्छु है फाइनली हाम्रो बिरयानी चाहिँ आइसकेको छ यहाँ बडीले यहाँ सुरु गर्न लागिसक्यो किनभने एकदम बढी भोक लागिरहेको छ उसलाई यहाँ एउटा साथी चाहिँ उता गएको छ त्यो पानी चाहिँ यता साइडमा राख्नु पर्ने छ धेरै नै चिसो पानी आएछ हो यो चाहिँ मेरो बिरयानी हो फेरि मासु चाहिँ देखेन भन्छ होला बिरयानीमा तर मासु चाहिँ मुनि हुन्छ हो तर के छ यहाँ अन्डा जस्तो देख्छ यो अन्डा सेम अन्डा जस्तो देखिरहेको छ नि यसलाई त एउटा अन्डा तर अन्डा होइन ल मस्त खानु पऱ्यो है झाप्प पारेर यो चाहिँ बिरयानी राइस हो के राइस नै हो अब चाहिँ हामी खानु आएको हेर्नु भातै जस्तो पनि छ त्यो बिरयानी भनेको भातै परेको छ
जहिले मेरो स्टुडेन्ट सबै स्टाफमा अब चाहिँ हामी खानासाना खाएर अब हामी घर फर्किँदै हो बढी अगाडि अहिले यहाँ छ दु यहाँ हातमा छ बढी भएर ल्यायो जुन यहाँतिरको सिस्टम त्यस्तो छ कि अलिकति आफूलाई खानेकुराहरू बढी भयो नि होइन सिधै होइन यस्तो प्याक गरिदिन्छ टेक गरिदिन्छ पार्सल गरिदिन्छ राम्रो छ नि त नेपालतिर नि यस्तो खालको सिस्टम आयो भने चाहिँ राम्रो हुन्थ्यो तर के गर्नु आउँदैन अब जाने रुममा जाने यसो टिकटक लाइभ बस्नु परिरहेको छ 5-10 मिनट जति यसो रमाइलो ग्रुपमा त्यो आउँछ तिम्रो साथीहरू अब जाउँ न गएर म त यार ब्यान्ड छ यार मेरो त लाइभमा नाच्नु भनेको सर मलाई त ब्यान्ड छ लाइभमा यार गाह्रो छ टिकटक लाइभ ब्यान्ड छ अरे होइन म चाहिँ जान सक्छु थिइनँ अब यसो लाइभ साइड गएर अरे त्यहाँबाट त उफ्रिनु सक्दैन नि त भर्खर भात खाएर त फेरि त्यो जहाँबाट खायो त्यहाँबाट निक्लिन्छ त ठिक छ आजको दिन रमाइलो भयो छुट्टी थियो र हिजो राति हल्का ढिला सुतेको थिएँ अनि आज एकदम ढिला उठ्यो 5-6-7 बजिसकेको थियो उठ्दाखेरि त्यसपछि बाहिर घुम्न गइयो खायो आज रमाइलो भयो धेरै भएको थियो भिडियो सिडियो नबनाएको नि होइन अब मेरो युट्युब फ्यामिलीबाट टाढा भएको नि धेरै भइसकेको थियो टाइम मिल्दैन अब बनाउनु त मन लाग्छ भिडियोहरू दिनै अपलोड गर्न मन लाग्छ त्यो अनुसारको टाइम छैन जोस जाँगर त अथाह छ नि त होइन यो एउटा भिडियो बनाउनु चाहिँ मेरो प्यासन जस्तो भइसकेको छ क्या एकदमै मजा लाग्छ तर के गर्नु मजा लाग्दा पनि टाइम हुँदैन टाइम नभएपछि अलिकता केही समय ग्याप गर्नै पर्दो रहेछ अब यस्तै हो तर अब नेपाल आएपछि चाहिँ दामी होइन कन्टेन्टहरू लिएर आएर यता हुन्छ नि अल ओभर नेपाल ट्राभल गर्न पाइन्छ त्यही पनि आफ्नो पर्सनल जेटमा मैले भने नि अघि नै बाइक त बाइकमा यता गाडीमा खासै हिँड्न मन लाग्दैन मलाई त्यही भएर प्राइभेट जेट नै खरिद गर्न पर्ला के भने बर्थडे तिमीले एफसी नखाने टन्न भइसक्यो जहाँबाट खायो त्यहीँबाट आउनु लागिसक्यो कहाँ अब एफसी खायो भने त केएफसी खायो भने त्यहाँबाट नि अब के हुन्छ मजा आयो क्या आज चाहिँ लास्टै तर मेरो क्यामेरा ठिकै आउँछ बडी है क्यामेरा ठिकै आउँछ ठिकै यतिको ठिकै चल्छ चलिरहेको छ अहिलेसम्म त चल्नै पर्ने भयो के गर्नु पुँजी छैन पुँजी नभएपछि केही पनि आउँदैन विदेशतिर अब तिमी 17 होइन बढी अब 18 चाहिँ हान्न परिरहेको छ अर्को यो 18 आइसक्यो अब किनभने 18 प्लस नै हान्नुपर्छ क्या हामी यो खाप्सा केटाहरूलाई चाहिँ मन पर्दैन खाप्सा खासै अब मन पर्दैन भन्छ कति मन पर्छ मलाई पनि मन पर्दैन खाप्सा चाहिँ मासु भएको कुरा चाहिँ मलाई के साह्रो मन परेको मलाई थाहा छैन खाप्सा मात्रै भनेको गर्छ खाली खाप्सा जर्सीहरू पाउँदछ खाप्सामा त्यहाँ के न के चिजहरू हुन्छ नि जर्सी ओहो के रहेछ यहाँ क्याप्सिबी मैले मान्छे छैन बार्सिलोना
कितना है इसका बैगन ये तो बार्सिलोना से है वो बार्सिलोना का फ्लैग कौन सा चाहिए टूट गया इसका दो रियल में आएगा लगता है हाँ हाई बोल दो हाई तलेवालहरु मोटर सृष्टि हाँ तलेवालहरु होइन कस्तो बुझिहाल्छ मा यसो क्या त्यहाँबाट चाहिँ हाई गर्छ बुझिहाल्छ अब यहाँ बस्नु कि भनेको चाक दुखिरहेको छु लास्ट यार हिँड्दा 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 चाक दुख्ने खुट्टा दुख्ने गाला दुख्ने के भयो मिलेन कुरो राम्रो धुलै लागिरहेको पुँजीमा कुरा मिलेन के हो बढी हामीले यो कपाल काट्ने हो त पुरा अहिले चेन्ज गरेको हो डेकोरेसन ए होइन पो रहेछ म त आइसक्यो त होइन रहेछ यार अर्कै पो रहेछ दामी रहेछ त कपाल काट्नु त्यो बाबर सप त सलोन त अरे बिल्ली 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 हाँ क्या दामी बिल्ली रहेछ बिल्ली जाँदैछु टाढा तिमीलाई छोडेर स्वर त के गर्नु भइसक्यो नेपाल आइडलमा जानै पर्ने खालको आउँछ नि त आउन त तर मलाई कुनै रियालिटी सोले मलाई पत्याएन मलाई कुनै रियालिटी सोले फाइनली वेयर होम अब चाहिँ आइपुग्यो हामी होइन अब हामी दरबारमा चढ्दैछौँ ठ्याक 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 लिफ्टबाट हुन्छ माथि 2 नम्बरमा पुर्याइदिनु न यो चाहिँ यो चाहिँ रोबोट जस्तै हो चलिहाल्छ आफै गल्यो लास्ट अब टक्क जाने हो ल